एक समय हिमालको काखमा रहेको शान्त गाउँमा तेन्जिन नामको एउटा सानो केटा बस्थ्यो। ऊ हरेक बिहान नजिकैको गुम्बामा गएर भिक्षुबाट बुद्धका उपदेश सुन्थ्यो। एक दिन तेन्जिनले भिक्षुलाई सोध्यो, गुरुजी, साँचो खुसी कसरी पाइन्छ? भिक्षु मुस्कुराउँदै एउटा सानो दीपक दिएर भन्नुभयो, यो दीपक लिएर हरेक दिन एउटा अँध्यारो ठाउँ उज्यालो बनाऊ। तेन्जिन अलि अचम्ममा पर्यो, तर उसले गुरुको कुरा मान्यो। पहिलो दिन उसले एक्लै बस्ने हजुरआमाको घरमा दीपक बाल्यो। हजुरआमाको अनुहार खुसीले उज्यालो भयो। दोस्रो दिन उसले बाटो बिराएको एउटा बच्चालाई घर पुर्यायो। तेस्रो दिन उसले भोकाएको यात्रुलाई आफ्नो खाना बाँड्यो। दिनहरू बित्दै गए। तेन्जिनले महसुस गर्यो कि अरूलाई मद्दत गर्दा उसको आफ्नै मन पनि शान्त र उज्यालो बन्दै गइरहेको छ। त्यसपछि भिक्षुले भन्नुभयो, यही बुद्धको शिक्षा हो। साँचो खुसी अरूलाई दया, माया र शान्ति बाँड्दा प्राप्त हुन्छ। त्यस दिनदेखि तेन्जिनले दयाको दीपक आफ्नो मनमा सधैँका लागि बालेर राख्यो। सन्देश: दया र करुणा नै शान्तिको साँचो बाटो हो।